Hello guys, welcome to my next video. अहिले चाहिँ म चाहिँ होटल भर्खर हामी क्लासदेखि सिधा होटल आयौँ गाइस। बहुत भोक लागिरहेको थियो, त्यहीबाट केही खाउँ भनेर होटलतिर बसिसकेका छौँ। यहाँ चाहिँ मेरो साथी अनि अहिले चाहिँ हामीले चिकन चाउ अर्डर गरिदिएको छौँ। अहिलेसम्म आइसकेको छैन गाइस, आउन बहुत टाइम लाग्यो, त्यही भएर पुरा गप्पा लडाइरहेको हामी दुईजना चाहिँ। गाइस यहाँ चाहिँ बहुत राम्रो फास्टफुड पाइन्छ, मिठो एकदम टेस्टी। हजुरहरू पनि आउन सक्नुहुन्छ खेत्रीको फुड पोइन्टमा। सो यहाँको फुड पोइन्ट चाहिँ यही हो गाइस। अझैसम्म छाउ पनि आएन भन्दै कुरा गर्थ्यौँ, टन गरेर दाइले छाउ पनि लिएर आइसकेछ र अब हामी खाने छाउ गाइस। वाउ, यहाँको छाउ चाहिँ गाइस एकदम यति टेस्टी हुन्छ नि नभन्नु। त मेरो साथी पनि खाइरहेछ गपगफ। फटाफट हामी चाहिँ खाएर निस्किसकेका छौँ बजारको लागि। हामी फाइनल बजार आइपुग्यौँ। यसो यता हेरेको त हरियो मकै पो रहेछ नि। लु अब हरियो मकै नखानु त कुरै भएन गाइस, एउटा लिइहाल्यौँ, त्यसको बाद नै हामीले खायौँ। हुन्छ त गाइस, भेटौँला अर्को भिडियोमा। जता जतै मेरो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।